नमस्ते। आज हामी नेपालको संविधानको एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण पाटोमा कुरा गर्दैछौँ। हो। नमस्ते। संविधान कसरी सुरु भयो, यसको नाम के हो, अनि यसले कुन कानूनलाई हटायो भन्ने जस्ता कुराहरू होइन त? हो, हामीसँग संविधानको भाग 35 पाटै केही अंशहरू छन्। सुन्दा सामान्य लाग्ला, तर देशको मूल कानून कसरी स्थापित हुन्छ भन्ने बुझ्नलाई यो चाखलाग्दो छ। एकदमै। ल, सुरु गरौँ न त। ल, पहिलो कुरा त नामकै कुरा गरौँ न। हरेक कानूनको नाम हुन्छ, स्रोतले भन्छ। धारा 307 अनुसार यस संविधानको नाम नेपालको संविधान। अँ, यो त सिधै भयो, तर यसको केही खास अर्थ छ कि? छ नि, किन नहुनु? यो खालि चिनाउनलाई मात्रै होइन। नेपालको संविधान भनेर किटान गर्दा नै यसले देशको सर्वोच्च मूल कानूनको रूपमा आफ्नो स्थान स्पष्ट पार्छ। ए हो, यसले अरू ऐन नियमभन्दा म माथि छु, म फरक छु भनेर स्थापित गर्छ के। एउटा निश्चित दस्तावेज जसले राज्य कसरी चल्छ भन्ने खाका दिन्छ, त्यो यही हो भनेर। हो, बुझेँ। अब यही धारा 307 ले यसको सुरु हुने मिति पनि तोकेको छ, 20 सेप्टेम्बर 2015 अनि विक्रम सम्वतमा 2072 साल आश्विन महिनाको 3 गते। हजुर हजुर। खै दुईटै मिति किन चाहियो होला है? त्यो त महत्त्वपूर्ण छ नि। खासमा कस्तो भने हाम्रो सरकारी कामकाज चल्छ विक्रम सम्वतमा, होइन? हो त। तर अन्तर्राष्ट्रिय चलन अरू धेरैतिर इस्वी सम्वत चल्छ। दुवै राख्दा कुनै कन्फ्युजनै रहेन। साँच्चै। कानून कहिलेदेखि लागू भयो भन्ने त एकदम स्पष्ट हुनु पर्यो नि। कानूनको शासनको पहिलो शर्त नै त्यही हो। हो। यो मितिले नै ल आजदेखि नयाँ संवैधानिक व्यवस्था सुरु भयो है भनेर आधार दियो। अनि 2072 असोज 3 त आफैमा ऐतिहासिक दिन पनि भयो, संविधान जारी भएको दिन। हो नि। ल, नाम र लागू हुने मिति त भयो, तर नयाँ संविधान आउँदा पुरानो व्यवस्थाको के हुन्छ त? त्यो पनि त कतै लेखेको हुनु पर्यो। एकदम सही कुरा हो। त्यहीँनिर आउँछ धारा 308। ए, धारा 308। हजुर। यसले स्पष्टसँग भन्छ नेपालको अन्तरिम संविधान 2063 चाहिँ खारेज गरियो। खारेज नै गरियो। हो। र यो सुन्दा खालि एउटा पुरानो कानून हटायो जस्तो लागे पनि यो त्यति सामान्य कुरा होइन। कसरी? अलि प्रश्न पार्नुस् न। हेर्नुस् न, त्यो अन्तरिम संविधान नामैले अस्थायी थियो, होइन त? हो, अन्तरिम भनेपछि नै। त्यो 2062-63 को आन्दोलन पछि राजतन्त्र गएर गणतन्त्र आउने बेलाको संक्रमणकाल चलाउन ल्याइएको थियो। हजुर। अब जब नयाँ स्थायी संविधान आयो, त्यो पुरानो टेम्परेरी व्यवस्थालाई त विधिवत रूपमा अन्त्य गर्नु पर्यो नि। हो त। धारा 308 ले ठक्कै त्यही काम गर्यो। यसले एउटा कानुनी लाइन खिच्यो, ल पुरानो सक्यो, अब नयाँ सुरु। ए, भविष्यमा गएर कुन संविधान लागू छ त भनेर कुनै विवाद, कुनै कानुनी चुनौती आउने दिएन। यो एक किसिमले त्यो संवैधानिक संक्रमणको औपचारिक अन्त्य भयो। भनेपछि यो खारेजी प्राविधिक मात्रै भएन, एउटा राजनीतिक र संवैधानिक युग सकिएर अर्को सुरु भयो भन्ने घोषणा पनि भयो। बिल्कुल, ठ्याक्कै त्यही हो। यसले कानुनी निश्चितता त दियो नै, देश अब यो बाटोमा हिँड्यो है भनेर पनि देखायो। अन्तरिम संविधानले अस्थायी रूपमा सम्बोधन गरेका कुराहरूलाई नयाँ संविधानले स्थायी रूपमा बाटो दियो। त्यसो भए आज हामीले हेरेका यिनै दुईटा धारा 307 र 308बाट के बुझ्न सकियो त? सारमा भन्दा नाम भयो नेपालको संविधान। हो। लागू भयो 2072 असोज 3 देखि। हजुर। अनि यसले चाहिँ त्यो पुरानो 2063 को अन्तरिम संविधानलाई हटायो, खारेज गर्यो। ठ्याक्क त्यही नै हो मुख्य कुरा। यी तीन बुदाले नै अहिलेको हाम्रो संवैधानिक व्यवस्थाको जग बसालेको छ। हो। यसले नयाँ संविधानको वैधता कहिलेदेखि सुरु भयो भन्ने समय अनि पुरानो व्यवस्थासँगको सम्बन्ध सबै कुरा टुङ्गो लगायो। यो हाम्रो राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण कानुनी र ऐतिहासिक रेकर्ड पनि हो। हामीले आज संविधानका यी सामान्य जस्ता देखिने तर एकदमै आधारभूत प्रावधानबारे कुरा गर्यौं। हो, र यसले सोच्न बाध्य बनाउँछ नि, कसरी यस्ता औपचारिक कानुनी घोषणाहरूले राष्ट्रको पुरै कानुनी र राजनीतिक प्रणालीलाई नै एउटा नयाँ दिशा दिन्छन्। हो त। किन रहेछ? यो त देशको आकांक्षा यात्राको ऐना पनि हो। यी धाराले कोरेको कानुनी रेखाको व्यवहारिक अर्थ के हो अनि यसले नागरिक जीवनमा के कस्तो असर पार्यो वा पार्दैछ भन्ने कुरा पनि विचार गर्न लायक छ।